ल दर्शकबिनहरु यति बेला चाहिँ मोरङ पथरी शनिचर्य वडा नम्बर 2 स्थित बुद्ध चौकमा यो पञ्चायत हाई स्कुलको चाहिँ प्राङ्गणमा चाहिँ यो ग्राउन्डमा यहाँ हाम्रो साना साना भाइबहिनीहरु भाइहरु फुटबल यहाँ गुरुले सिकाइराख्नु भएको छ। ल अब गुरुले सिकाएको जतिको कतिको कोचले सिकाएको जतिको कतिको ट्रेनिङ गर्न सक्छ। ल ल यहाँ एल्डिन पनि छ यहाँ। ल ट्रेनिङ कन्टिन्यू छ। ल केटाहरु पथरीको भविष्यको खेलाडीहरु एकदम डिसिप्लिनमा है केटा हो। पथरीको नाम चाहिँ रोशन गर्नु पर्यो पछि एकदम ट्रेनिङ चाहिँ कोचले गराएको ट्रेनिङ चाहिँ एकदम राम्रो गर्नु पर्यो। ल यहाँ केटाहरु चाहिँ हरेक दिन यसरी ट्रेनिङ गरिराखेको छ। ल यो भाइले दामी गरे है। ल 10 मा 7 पोइन्ट पाए यो भाइले। दामी एल्डिनले 10 मा 6 पाए। यो बाउले गर्छ। यो बाउले पनि 10 मा 6 नै पाए। यो भाइले चाहिँ 5 पाए। लेफ्टी रहेछ यो भाइले पनि 6 पाए। यो यसमा पनि 6 पाए। फाइभ मात्रै पाए यसपालि। अघि भन्दा मिस्टेक भयो। ल 6 नै पाए यो भाइले। यो बाउले चाहिँ राम्रो गर्छ ल है निन्जाले। ल ठिक छ ठिक छ। यो भाइको लेफ्टी हो। दुईटै हो। गुड गुड भेरी गुड। ल अलिक बल अलिक अगाडि बढ्नु दिनु पर्थ्यो कि। अलिक ब्याक ब्याक ब्याक। त्यो धर्का एकदम केयर गर्नु है। राम्रो राम्रो अलिक भएन है घोचाइ भएन है। ओ राम्रो यो भाइले राम्रो गरिरहेछ है।
गुड 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 अरे यो भाइले त ल ब्ल्याक टी सर्टले 9 पोइन्ट लिएको थियो है अघिको निन्जाले 4 मात्रै लिए है ल यहाँ त एकदम मार्क्स ल ल एडलिन 7 पुरा है ल ल ल ल 7 आयो 5 मात्रै आयो है ल 6 आयो अहिले हो यस्तो यस हो त्यस्तो हान्यो भने त 2 मात्रै पाउँछ है ल दामी 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 यस बलको कन्डिसन हेरेर हान न अलिक हाई हुँदैछ भने उफ्रेर हान हैन हाई बल आउँदैछ भने उफ्रेर हान जम्प गरेर हान हो ओके ओके यस्तो ल ल यस ओके ओके गुड 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 म भएन यो भाइले भयो अलिकति यस यस भएन यस्तोले थाप्न यस्तोले कहाँ नि ढुङ्गा थापे जस्तो होइन नि त यस्तो अलिक नरम पारेर थाप्नुपर्छ एकदम टाइमिङ मिलाउनु पर्छ है त्यसको लागि चाहिँ चेस्टमा चाहिँ फेरि छाती दुख्छ नि फेरि जानिएन भने त यस्तो साइडले राइट साइडकोले एकदम राइट साइडकोले लेफ्ट साइडमा धेरै हिट थाप्नु हुँदैन है राइट साइडकोले